नमस्कार, म सुमन बराल। आज हजुरहरूलाई के देखायो भन्ने लाग्छ होला है। पहिला लेखेर लेख्थेँ, त्यसपछि भिडियो बनाउन थालेको 3 महिना जति भयो। अनि प्रत्येक हप्ता एउटा भिडियो हाल्छु भन्ने सोचेको थिएँ, तर योपालि चाहिँ धेरै कुरा भन्न मन हुँदाहुँदै पनि यो पछिल्लो प्रकरणहरू, तपाईँको यो झोले बातको कुराहरू, धेरै कुराहरू, अनि मलाई कतिपयले सुझाव पनि दिनुभएको छ अरू विषयहरू, तर बनाउन भ्याइनँ मैले होइन। त्यही भएर चाहिँ केही न केही त हाल्नुपर्छ भनेर चाहिँ अब यो भिडियो बनाइरहेको छु। म चाहिँ अहिले अफिसको माथि टप फ्लोरमा छु, धेरै अग्लो चाहिँ होइन, यो 11 तलाको हो, तर मलाई हाइट फोबिया भएको कारणले धेरै नजिक जान डर लाग्यो। तर पर बसेर यसरी एक टाढाबाट भिडियो खिचिरहेको छु। अनि यो सहर चाहिँ स्विडेनको तेस्रो ठुलो सहर माल्मो हो है। अनि पछाडि देखेको छ नि हजुरले, पछाडि लामो टावर बिल्डिङ, म जुम गरेर देखाउँछु। त्यो चाहिँ यहाँको टर्निङ टोर्सो भन्ने हो है। अनि त्यो चाहिँ स्विडेनमा मात्रै होइन, विश्वमै एउटा नमुना बिल्डिङमा मानिन्छ। 54-55 तला होला त्यो। अनि राम्रो टर्निङ घुमेको जस्तो छ कि त्यो चाहिँ। अनि त्योदेखि पछाडिदेखि निलो निलो देखिएको छ नि, त्यो सबै समुद्र हो। अनि यता अब सहर हो, यो चाहिँ भर्खरै बनेको सहर पनि हो। अनि त्यस पछाडि म हजुरलाई अर्कोतिर देखाउँछु है त पज गरेर। अनि यो कति देखिन्छ, एन्टी लाइट पर्छ होला। परको पुल देखेको छ नि, म जुम गर्छु। त्यो पुल चाहिँ स्विडेनबाट डेनमार्क जाने पुल हो। अनि त्योदेखि उता पारि देखिएको सहर चाहिँ डेनमार्क हो। म जुम गर्छु है त, यो पारि देखेको चाहिँ जुम गरेको अहिले मैले, डेनमार्कको सहरहरू हो। अनि यो चाहिँ अहिले अब मुनि चाहिँ हाइवे छ यहाँ, ठ्याक्कै यस्तो छ। फेरि म पज गरेर देखाउँछु। यो चाहिँ हाइवे भयो, जुम गर्छु है त। यस्तो मजाले कुदिराखौँ। यो चाहिँ 110 हो कि 90 कतिको भयो, 110 को होला सायद, यस्तो छ। यस्तो अनि यो पछाडि देखेको बिल्डिङ छ नि, त्यो चाहिँ पार्किङ हो, एम्पोरिया भन्ने होइन। त्यो चाहिँ स्विडेनको वान अफ द ठुलो, अथवा नर्डिक स्विडेन हो, स्विडेन नर्वे, स्विडेन, डेनमार्कै सबभन्दा ठुलो मध्येको एउटा सपिङ मल हो। यो हाइट फोबिया भन्ने कुरा पनि डेन्जर हो होइन। म यति टाढा छु होइन, यति टाढा बसेर गर्दा पनि डर लागिरहेछ। त्यही हो। अब यो चाहिँ त्यहाँ होटलहरू छ होइन। यो एरिया जुन चाहिँ पुरै नयाँ एरिया हो। म जस्तै म 2009 मा स्विडेन आउँदाखेरि यिनीहरू यहाँ जङ्गल थियो भनौँ न, अनि केही पनि थिएन। अहिले चाहिँ अब यत्रो घरहरू बनिसक्यो। अनि मैले अघि भने नि इम्पोरिया भनेको, त्यहाँ लेखेको देखिन्छ होला, म हजुरलाई जुम देखाउँछु। यो पार्किङ छ, इम्पोरिया लेखेको। यो चाहिँ ठुलो सपिङ मल छ, धेरै पसल, 100औँ पसल छन् होइन, त्यस्तो छ। अनि यहाँ मलाई यो पानी खाइरहेको देख्दा चाहिँ मैले बुवा मम्मी सम्झेँ कि बुवा मम्मी यहाँ आउँदाखेरि यसलाई घट्टोकच भन्नुहुन्थ्यो कि, ठुलो अनुहार पानी निकालेको भएर जिस्केर रमाइलोको लागि। त्यस्तो छ यहाँ। अनि मुनि यता हाइवे, यता होटलहरू छ। अनि यहाँ यस्तो छ। आमा कस्तो डर लागेको यहाँबाट यसरी हाइवेको हावा लागिरहेछ, कुरा बुझ्दैन होला। यसरी खिचेको तिमी पनि डर लागिरह। यस्तो मजाले गइरहेछ गाडीहरू। अनि माथि छतमा चाहिँ यस्तो छ कि यहाँ फुलबारीहरू, अनि यसो बसेर खानासाना मिल्ने, अनि रमाइलो गर्ने, यसो पिज्जाहरू पनि बनाउन मिल्छ, पिज्जाहरू पनि यस्तो छ। छतमा चाहिँ फुलहरू हल्का रोपेका छन्। अनि यस्तो छ, पर पनि घरहरू छ। अनि पर देखेको छ नि, म जुम गरेर देखाउँछु है त हजुरहरूलाई। यो सानो घर देखेको छ नि, तिनीहरूलाई चाहिँ स्विडेनमा चाहिँ भिला भन्छ होइन। अनि त्यो चाहिँ प्रायः अलिकति पैसावाला मान्छेहरू बस्छ प्रायः। अनि नत्र अरू चाहिँ अपार्टमेन्टमा बस्छन्, यहाँ पनि भाडामा बस्छन्। लगभग 40-45% मान्छे भाडामा बस्छन् स्विडेनमा। यो घर देखेको छ नि, यिनीहरू चाहिँ भाडा घरहरू हो कि, यिनीहरू ठुल्ठुलो घरहरू हुन्छ, 9-10 तला 15 तला। अब हजुरहरूलाई यो दुबई, कतार अथवा अमेरिकाका ठुल्ठुला सहरमा देखेको मान्छेलाई त 100औँ तला बिल्डिङ हुन्छ। स्विडेनमा त्यस्तो हुँदैन। तपाईँको 2-4 बिल्डिङ अलिक 30-40 तलाका छन्, नत्र सबै सानो हुन्छन्, खासै ठुलो बिल्डिङ हुँदैन। तर पनि सिस्टम राम्रो हुन्छ, तपाईँको सबै कुरा राम्रो बनाएको हुन्छ, त्यही हुन्छ सोचेर। अनि मलाई कतिपयले चाहिँ सोध्नु पनि भएको छ है, अनि यो निरन्तरता दिन गाह्रो हुन्छ होला, त्यति धेरै मान्छेले हेरेको छैनन् भन्दै हुन्थ्यो। अनि त्यसका धेरै कारण होलान्। अलिकति मेरो आफ्नै ढङ्ग नपुगेको होला, म नयाँ पनि छु, फेरि ढिलो सुरु गरेँ। लेखहरू लेख्न 10-12 वर्ष भए पनि भिडियोमा ढिलो भयो। अनि अब गुणस्तर बिस्तारै बढ्ला, त्यसरी बिस्तारै भ्युज बढ्ला, त्यो आफ्नो ठाउँमा छ। तर अर्को कुरा फेरि मलाई मन लागेको कुरा भन्ने हो, कसैले के गर्दैला, कसैको पक्षमा या कसैको विपक्षमा भन्नु छैन। कसैले पछि युट्युबबाट इनकेस पैसा आयो भने पहिला लेखमा आएको पैसा जस्तै समाजमै फिर्ता गर्ने योजना हो होइन। तर त्यो टाढा छ बाटो, त प्रयास गर्छु। 1 वर्ष चाहिँ जसरी पनि दुःख गर्छु हैन भन्ने सोचेको छु।
अनि म निरन्तर समसामयिक या स्टुडेन्टको बारेमा त्यस्तो भिडियोहरू बनाउँछु। अनि अर्को कुरा चाहिँ तपाईँको समय पनि लाग्ने होला, गुणस्तर बिस्तारै बढाउँदै गए पनि। जस्तो तपाईँको अब कस्तो विषय भनौँ न, जस्तै नाङ्गै हिँड्यो भन्ने विषय राख्यो भने त्यो लाखौँले हेर्न सक्छन् होइन। तर अब तपाईँले थाहा छ नि, हामीले जस्तै उटपटाङ कुरा गरेको, गाली गरेको, छाडा बोलेको भिडियो धेरै हेरिन्छ, धेरै चल्छ। अब राम्रो कुरा गरेको भिडियोहरू प्रायः चल्दैन पनि। त्यसको मतलब चाहिँ सबै अरूलाई दोष दिन खोजे होइन, आफूले पनि मेहनत गर्नुपर्छ, गुणस्तर बढाउनुपर्छ। प्रयास गरिरहेको छु अनि मलाई धेरैले सुझावहरू दिनुहुन्छ, सबैलाई धेरै धेरै धन्यवाद। अब यहाँ नाम लिँदा हजुरहरूको अनुमति नलिकन नाम लिन मन लागेन। भिडियोको सुझावहरू अनि टपिक सुझावहरू पनि दिनुभएको छ, सबैलाई धेरै धेरै धन्यवाद भन्छु। ल अब अर्को हप्ता चाहिँ कुनै समसामयिक विषय सम्भवतः यो अहिलेको ओलीजीको झोले तन्त्रको बारेमा आउँछ होला। अनि अहिलेसम्म मेरो च्यानल नेपाल बाललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरिदिनु होला अनि सुझाव सल्लाह दिनु होला। म सिक्दैछु, नयाँ छु र पहिला भने जस्तै देश र जनताको अहित हुने कुरा लेख्ने बोल्ने गरेको छैन। सबैलाई धन्यवाद। नेपालको जय होस्, जय नेपालवाद।